बिहान बिहान पानी परेको थिएन होइन। बिहान चाहिँ म काममा जाँदा चाहिँ पानी परेको थिएन। अनि भएन भने आज त पनौती नै पनौती लाग्यो। काममा पनि गाँड त्यसलाई हानिदियो म्या। यति काम गर्यो होइन। अनि त्यसपछि म स्टेसनमा आउँछु 21को ट्रेन के अरे 21को ट्रेन ढिला भएर कति 35मा आइदिइराख। अनि बिहान मैले हेरेर गएको कि घर रुमबाट जाँदा चाहिँ पानी 4 बजेदेखि देखाइरहेको थियो। अहिले 2 बजेबाट गएको। अहिले गरौँ गरेर यस्तो अब ढिला भयो। 20 मिनट गएको बुन्नुपर्छ यहाँदेखि फेरि टन्नै लाग्छ हिँडेर जान। नि यस्तो पनौती दिन यार आज। यस्तो छाता किन्नु पर्ने भयो 600 रुपियाँ हालेर। पैसा नभएर 600 रुपियाँ खर्च गरेर यस्तो थोत्रो छाता नि घरौँमा छ। छाता एउटा ठुलो अस्ति नै 1500मा किने छाता। पानी बिहान देखाएको थिएन पानी पर्दैन होला भनेर नलिकन काममा गयो। अहिले यत्रो पानी परिरहेको जिजो लाउने झन्डो लाग्यो यार। लगाएको छु यस्तै हो। आफ्टर लङ टाइम पछि चाहिँ भिडियो आयो मेरो होइन। म चाहिँ हल्का बिजी हो त्यही भएर चाहिँ अहिले चाहिँ मौसम त्यस्तो है देख्न सक्नुहुन्छ। त्यही म भिडियो सिडियो बनाउनु अलि पाएको छैन होइन। त्यो गाइजहरू अब यो छाता त हावा चल्ने बित्तिकै भाँचिहाल्छ यस्तो छाता नि। त्यही हो गाइज लाइक चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु ल। बाई भाइ त्यही गाइज यति भन्न आएको ल। अब भिडियो कहिले आउँछ मलाई नि थाहा होइन फेरि।